खुसी सबै त्यो गाउँ हैन खुसी त्यही हो यसरी सालले मान्नु पाउने खुसीसँग तिम्रो त्यसबाट हुन्छ त कुकुर तर्स्यो पड्कियो नि है दुईटै पड्काइदिएको नि कम्ती कम्ती दियो है ल्याप होइन नि कम्ती कम्ती गर न एक दुई चिज मात्रै अलिअलि मात्रै ट्याप टाढिदिनु पड्कियो हो भिडियो बनाउनु चाहिँ गरिदिरहेको रोसित नानीलाई लगाइदिइहाल्नु नि परिवारहरूले होइन यता यता लु यता टेक काटिन्छ दिइरहेछ न लु तिम्रो राख थियो लु राम्रोसँगले पढ्नु हो पास हुनु नेपालीमा फेरि लु अब क्लास 5 मा हो अर्को पालि लु आइज बस आइज आइज यहाँ आइज 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 छिटो 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 आइज 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 बाउलाई देऊ बुहारीलाई त्यो छोरालाई देऊ न पहिला छोरालाई देऊ न पहिला अन्त बुहारीलाई छोरा बुहारीलाई देऊ अन्त नातिलाई देऊ न हौ नातिलाई ल रोसिता आइहाल्यो यहाँनिर भिडियो बन्दैछ मलाई त एलर्जी भएको जस्तो पो टिका एकछिन पख काकुले लगायो चिला जस्तो हुँदैछ त्यो चिलाउँछ हो अन्त नलाएर होला बस टेबल टु एबाट गर्दैछ उसको युट्युबमा हाल्नु बिहा गर्नुपर्छ अब हो रक्सी खानु छोड्नुपर्छ रक्सी छोड्नुपर्छ यताउति गर्नु छोड्नुपर्छ नयाँ गाडी लिएपछि कुद्नु पर्यो एकदम मजाले कुद्नु पर्यो भार पर्यो भाडा आएर अब फाइनेन्स दिनुपर्छ महिनाको निकाल्नुपर्छ अर्को पालि चाहिँ जोडी लाउनुपर्छ रक्सी खाने पैसा चाहिँ फाइनेन्स तिर्नु थुपार्नुपर्छ खुट्टा अप्ठ्यारो छ हुन्छ हुन्छ लु त काकु र उयो बस्छ त काकु बस्छ होइन टिका नलगाएको नानीलाई मात्रै लगाएको मात्रै गर पहिला मलाई त्यही र त्यो दुईजना राख्नु होला नि त दक्षिणा देऊ न टिका लगाइदेऊ न लु दुईजना बस्छ यहाँ अलिअलि लाएको जस्तो मात्रै गर न अलिअलि रुसी चाहिँ यता अलिकति पहिला दियो कलश पुस्नुपर्छ हो त्यहाँदेखि अन्त माथि छ छोरालाई त ल्याइदिनु पर्यो नि दियो कलश पुस्नुपर्छ हो पहिला अब अलिकति उयो नगर्नु बिहा गरिहाल्नु बुहारीलाई अर्को पालि बुहारीसँग टिका लाउनु पाओस् त्यही हो अब तिमीलाई पनि त लगाइदिनुहोस् न बसौँ नानीलाई पनि होइन पहिला हुन्छ मलाई भइहाल्छ लगाइदिनुहोस् बाबाले पनि आमालाई लगाइदिन्छ हुन्छ हो त निदा खाइ लाग्दैन हाम्रो त ड्याडीलाई पनि आस्ताले लगाइदिन्छ नेपालीमा पढ्नु गेम कम्ती खेल्नु तिमी पनि बसिहाल दुईजनाले देखिरहेको दक्षिणा दिइहाल दुईजनालाई ए किन होला बाउ त हेर नि भयो भयो लु तिमी बसिहाल रोक्दैछ के भएको अब यहाँ जाऊ न पापालाई लु तिमी बस अब मलाई पनि लगाइदिन्छ अरे तिमी बाउले कति दक्षिणा ए सुन्नु भयो कुकुर तर्सिरहेको छ फर्किएन अर्को दुईटै पड्क्यो त हामी पड्क्यो त मजाले फर्कियो कहाँबाट ल्याएको सुकाइन नि त आएर लु खानापिना लगाओस् चराइदिइहाल्छु भातले खान्छ पाकेको छैन तिमी गर्दैन बस्नु देऊ न भइहाल्छ त फुल लु, म त भइहाल्यो त नानीको भाइ आउ न त हजुर यो तिम्रो लिनु तिम्रो होला
उयो उसलाई पुस्नुपर्छ पहिला त्यहाँदेखि अन्त उसी सुराको कलेक्सन गर्छ उसले के गर्ने गर्छ पहिला हिजै भन्दै थियो अलिअलि मात्रै हो भयो अलिक भयो खोलिदियो लु खै म ढोकु भयो तपाईँले कहाँ राख्नु जोडी मिलेछ त त्यही त बढी मिलेछ त मोटे मोटे भिनाजुको लेफ्ट साइडमा डिस्टर्ब मैले दिदी र भिनाजु चाहिँ म त बिचमै होइन हौ जोइको दाहिने दाहिने जानुपर्छ त्यही छ नानु लेफ्टमा होइन लेफ्टमा होइन त यता आउनु न नाम कन्फ्युजिङ छ गुरुङ GRG लेख्नुहुन्छ Bro, I know this. I learned that in first grade. First grade, when I couldn't find the food English, this was like Guru. I wrote GRG. Everyone does that. पहिला छोरीलाई तिर बस्छ त्यति मात्रै त्यही भएर तपाईँ यता भिनाजु यता आउँछ भन्ने भनेको Automatic. भएन भिनाजु बिचमा हुनुपर्ने क्या दुलै जग्गा देब्रे पार्छ क्या देब्रे I know. बुढीको दाहिनेतिर बुढा Have you not learned chemistry? You are entering the video. विशेष अब बस भयो टिका लगाउँदैछु पहिला है अहिले एकछिन पछि बोल्नु हुँदैन अब ड्याडीले मन्त्र पढ्दैछ म त कतिखेर है सबैलाई प्रोसेस सुन है के मन्त्र छ मनमा नपर्दैछ भोलिपछि सुन तिम्रो छोराछोरीलाई लगाइदिनु पर्छ घुस्सालाई लुकाउनु पर्छ जानु भएन ज्वाइँहरू हजुर अब यो मान्छे बाटै त्यही त हिँड्नु पनि गाह्रो त्यो गाह्रो मात्र होइन आज त रातिबाट 2 दिन बन्द गरिदिएछ हजुर होइन पानी चाहिँ हिजोसम्म देखाइरहेको थियो अब आज अलिक चिसो भयो के हुन्छ I almost got पढ्नु पढ्नु खोजिरहेको पानी चाहिँ सिमसिम आउने त्यस्तो चिसो चाहिँ जाडो अलि भइसक्यो हजुर what? आपको गुस्सा आ गुस्सा गया भयो Stop. होइन Stop. I'm going to get boofs. Bro, I cannot speak. Goosebumps. होइन के भन्नु भाइब्रेसन टच टच स्क्रिन टच हजुर जहिले अलिक झन्डै मलाई यसो गर्नु भयो त्यस्तो हुँदैन जहिले हामीले चाहिँ धोउने हो यहाँ चाहिँ हाम्रो चलनमा चाहिँ चलन होइन त्यो सिधै हो नि छोरी पाल्ने मान्छेलाई आफ्नो छोरी चेली पाल्ने मान्छेलाई हामी ढोग्ने उसले पाल्ने उही ढोग्ने त्यो त कमन सेन्स हो नि चलन भन्ने हुने कमन सेन्स अहिलेको जमाना छोरी पाल्ने भन्नु न के भन्ने त छोरी पाल्ने भनेको के त्यो कुखुरा पाल्ने जस्तो दाना पानी ल्याएर खुवाउने भने हो र सबै रेखदेख सबै सपोर्ट सबै हो नि 50-50 पाल्ने भन्ने होइन क्या त्यो भने त त्यो गरौँ भएर बरु यसो फिजार लाग्दैन झरिहाल्छ रुसेसको नाक त कत्रो रहेछ त आमामा
खै मैले त देख्दिनँ अमेरिकाबाट देख्नु भयो गुस्सा यहाँबाट आयो सानो हमको लाग्दो भने। देखिएन अङ्कलले पनि थाहा भइरहेको गुस्सा आयो नानु उति स्टप गर्दैन ल फुपू एउटा हुन्छ ल स्टार्ट भइसक्यो तपाईँ एउटा दे बनाउनु पायो खै त्यसको क्यामेरा कहाँ छ क्यामेरा यहाँ छ खै क्यामेरा कसैले पनि देख्दैन मेरो ठाउँमा छ क्या लुकाएर राखेको छु आफै गएको थियो कसरी दिन्छ अगाडि हुन्छ ल्याउनु सक्छ आउँछ फेरि थिचिरहनु पर्छ है थिचिराखेर यसरी पहिला अगाडि थियो कि कहाँ मैले नै हराएर खोज्दा पछाडि पो गएछ थिचिराख्नुपर्छ नि ड्र्याग गरेर त्यति राम्रो आउँदैन नि हामीलाई तपाईँको भन्दा त अलिक आउँछ तपाईँको हातमा के हो यता मेरो त यही त होइन आज यो निकालेको पनि छैन यति राम्रो भएको जमरा त के भन्नु र आमा त्यसले याद भइहाल्छ के गर्नु हातमा छक्क पऱ्यो होला नि हो बाबु यस्तो त हातै देखाउँदै हुँदैन यहाँ हेर तल पनि यस्तो छ हेर विशेष पुरानो स्टारको लागि के मोडल स्टारको लागि पुरानो स्टार याद यहाँ पुरानो स्टाइलको त डल्लै लाउनु मिडल पर्यो नि। स्टारको बिचमा 1 किलो चामल चाहिन्छ त्यसको लागि जेन्जी स्टाइलमा जेन्जी आशीर्वाद छ ल पोका पोकामा अलिअलि जहिले ल्याएको चक्लेट पनि छ है अङ्कलले मेरो पनि पोकामा छ। छ ए भुलेकी त नै मेरो पोकामा चाहिँ राख्नु होइन सबैको मान्छेले एक पोडा पकाएर दक्षिणा मेन इम्पोर्टेन्ट मेन्यु नाम हेर नाम छ कि छैन मेरो सकिहाल्यो है भोलि फेरि छ हिजो नि बित्दा म हस्पिटल उसमा नि के अरे त्यो जेनरल वार्ड खाली थियो एउटा पेसेन्ट पनि छैन नर्सहरू छैन सब सबैलाई नाति नातिका पनाति पो थियो राम्रो पढ्नु ल पढिसकेपछि आमाको राम्रो याद गर्नु आमा बाउको है हाम्रो ज्ञानै नाति हो नि नाति होइन दिदी पनाति बनाती पनाति पो छ है तपाईँले कहाँ त्यो मतलब के हो मिस्टेक मिस्टेक नातिनीको पनि उयो Great grandson. ग्रेट ग्रान्डसन ग्रेट ग्रान्डसन गलती से मिस्टेक कर दिया गल्ती से मिस्टेक आशीर्वाद छ ल मामला ढोका फेरि अर्को ऊ नातिनी भयो है नातिनीको छोरा पनाति अनि तिम्रो छोरा फेरि के हुन्छ उसको छोरा चाहिँ हेर्नु पाउँदैन हामी नभन्नु धेरै ढिलो खनाती हेर्नेसम्म बस्ने विचार छ कि क्या हो ग्रेट ग्रान्ड मदर त्यो त छ है ग्रान्डमा हो ग्रेट ग्रान्ड ग्रेट होला सबै भगाइदिउँ त्यसले हाम्रो आपाले के भन्दै रहेछ के भन्दै हातै बुझाइ धुप पनि गर्नुपर्छ है यस्तो गर्नुपर्छ पर्दैन हिजो त गरेन हुनुमा के गर्नु है बिन्दा ल लगाइदिइहाल्छु ल कति पछि है न धेरै भएन यसपालि पनि छोटो छुट्टी लिएर आउनु भएछ यसम्म कमसेकम यहाँ मेरो आशीर्वाद छ धेरै राम्रो होस् तपाईँहरूलाई अहिले राम्रै छ सबै है अनि घरमा गरिवरि आएको कति बेला आइपुग्यो तिमीहरू फ्लाइट टाइममै थियो 5:30 आइपुग्यो डिले भयो नि ढिलो भयो आइपुगेछ त है ल ज्ञानी हुने ल कस्तो ज्ञानी छ झन् ज्ञानी पढ्यो भने झन् ज्ञानी हुन्छ हिजो टिका छैन होइन अस्तिको दिन अस्ति त है हजुर अस्ति टिका गरेर अनि भोलि त्यही दिन उकालो आयौँ बेलुकाखेरि बजार आएर कहाँसम्म आउनु पर्छ दार्जिलिङमा बस्यो भद्रपुर ए भद्रपुर हजुर
त्यहाँदेखि भद्रपुरसम्म आउँदा कति लाग्छ मतलब टाइम? दार्जिलिङदेखि पशुपतिसम्म 1.5 घन्टा, त्यहाँदेखि पशुपतिदेखि यता भद्रपुरसम्म 2 घन्टा। हुन्छ आशीर्वाद सबसे ठुलो कुरो हो नि। त्यही भेट्नु त आशीर्वाद थाप्नु आशीर्वाद थाप्नु कस्तो खुसी लाग्यो नि हौ नातिनीदेखि पनातिसम्म आशीर्वाद थाप्नु है यत्रो कतारबाट आइरहेको छु। ल अब दाइहरू कति बस्नुहुन्छ? म चाहिँ 10 बजे फर्किहाल्छु है हजुर। ल यताबाट फर्किनु चाहिँ के भएन होइन घर गएर घर जानु ए यहाँबाट कहिले जाने तिमीहरू अब? हामी अब बसौँ न बेसीमा फर्किहाल्छौँ। यसको स्कुल 8 तारिक लाग्छ। बस्नु बिन्दा ल है सबैलाई सुख शान्ति स्वास्थ्य होस् सबैलाई ल है। जोय साहब है धेरै वर्षपछि टिका लगाइदियो होइन आशीर्वाद पाइयो होइन। ल ल नानी ल है तिम्रो सुस्वास्थ्य होस् तिम्रो चाहिँ सुख होस् रहियोस् होइन। औ नानी ल पनाइते नानी ल नानी राम्रोसँग पढ्नु है। आमा बुवालाई राम्रो पछि आउनुपर्छ है त ल दार्जिलिङमा ल है। अलिकति अब राम्रोसँग पढ्नुपर्छ नानी ल। यो चाहिँ अब त्यसलाई अब डलर सम्झिने कि रियल सम्झिने कि के सम्झिने होइन है। कता गयो दक्षिणा पनि कता हरायो दक्षिणा पनि हराएको छ त। यो चाहिँ एउटा दक्षिण मात्रै हो है आशीर्वाद मात्रै हो है। के अरे नानी ल है ल यसलाई भारू सम्झिनु यसलाई रियल सम्झिनु है। अब यसलाई चाहिँ तिमीले के सम्झिनु ल त्यहाँ मम्मीहरूकोमा आएको चाहिँ चामलको टिका लगाइदिन्थेँ। त्यो टिका मैले बनाइराखेको दिएको हो। थोरै खिचै छ है नराम्रो आयो भने त्यहाँ हालिसल्छ नि तेरो त्यहाँ कमेन्ट चाहिँ त्यस्तै आउँछ नि फेरि। आशीर्वाद